सानो बालिकाबाट किशोरी अवस्थामा पुगेकी छोरीहरूलाई यसरी कोठाभित्र राखी सूर्य देवताको समेत दर्शन नगराई जीवन उपयोगी शिक्षा दिने चलन थियो, जुन अझै पनि चलिरहेको छ र केही परिमार्जित रूपमा। पहिला यसरी बारा राखेको किशोरीहरूको केही कारणवश मृत्यु भएमा त्यही घरभित्र गाड्नुपर्ने नियम रहेछ। यस्ता धेरै कुराहरू र कथाहरू सुनाइन्थ्यो। यसै घटनालाई आधार मानेर यो नृत्य नाटिका प्रस्तुत हुन लागेको छ। बारासी उपत्यकाको कला संस्कृति साहित्य निकै उत्कृष्ट रहेको छ। नेवार समुदायको परम्परा, जात्रा, पर्व, वेशभूषा र संस्कृति अझै पनि जीवन्त रूपमा मनाइरहेको हामी देख्न सक्छौँ। त्यसैले नै काठमाडौँ उपत्यकाको नेवारी कला, संस्कृति, जात्रा र पर्वहरू उत्कृष्ट रहेको छ।